हेलो गाइज, आज हामीले के भन्छ नाटो कार्सी लिएर आएको थियौँ 100 को 5 वटा। अनि त्यहाँबाट हामीले के भेटेको छौँ भने हिनागा युगा त्यो एसएसआर के हो यहाँ राख्दिउँ। अब मैले किने भने म सिधै अनबक्सिङको भिडियो लाउँछु। अनि सिधै म दुईटा त किन्छु अबदेखि जहिले उतातिर पनि पाउँछ। शुक्रबारे हाम्रोतिर त अलिक नजिक हो कि, शुक्रबारे भनेको धर्मपुरमा हुन्छ। अनि यो हो टेमारी एसएसआर, यहाँ राखिदिउँ। यो जिराया एसएसआर, यो इनो एसएसआर, यो नाता युगा एसएसआर, यो हिडान एसएसआर। प्लिज भनिदिनु होला र कुन राम्रो। सासुके उचिया सासुके एसएसआर, हारुनो साकुरा एसएसआर, यस्तो गरेर देखाइदिन्छु। हाताके काकासी युएसआर, हैन। अनि यो चाहिँ 20 को एउटा थियो, मैले चोकबाट किनेर आएको थिएँ आज बुवासँग कपाल काट्नु जाँदा भन्दा। यति छ बुङ्गै छ यसको। भनेपछि यो उजुमाकी नाटो एसएसआर, यो हेर्नु कस्तो राम्रो उठिरहेको। यो मिनातो एसएसआर, यसको नाम के हो? जुरो युआर भनेको राम्रो हो क्या। अनि त्यसपछि उचिया सासुके एसएसआर, भनेपछि यो इन्जुका किबा पिआर, यो सुनादे पिआर अनि यो हारुनो साकुरा एसएसआर। त्यसपछि यो छैन यहाँको यो मिला चाहिँ त्यो हो यस्तो। अनि त्यसपछि यो उचिया सासुके युआर, अनि त्यसपछि यो हाताके काकासी एसएसआर। यो चाहिँ आज मात्रै मैले फर्स्ट टाइम हो यो किनेको। मैले नाटो कार्ड कतिवटा किनेछु, यसमा कतिवटा छ होला गेस गर्नु। म भन्दै जान्छु, हजुरले चाहिँ कमेन्टमा लेखिदिनुहोस्। कमेन्ट पनि खोइ एनेबल हुन्छ कि हुँदैन मलाई के थाहा। एसएसआर यो तिमीले फेक जस्तै थाहा हेर्दै। अनि यो हारुनो साकुरा एसएसआर, आएको चाहिँ टेमारी थियो। यो उचिया सासुके एसएसआर, अनि यो हाकु एसएसआर, अनि उर्चिमारु युएसआर। अनि त्योपछि यो कस्तो प्रिटी छ हौ हेर्दै। नोकी युएसआर, उजुमाकी नाटो युएसआर। यो फोल्ट्राई काके एसएसआर, अनि यो एसएसआर नाटो उजुमाकी। अनि यो नारासी कामारु, यो अनि त्यसपछि यो मिनातो नामिकाजे एसएसआर। अनि यो उजुमाकी नाटो होइन, बोर्टो चाहिँ हुनुपर्ने एसएसआर हो, पेन एसएसआर। यो जिराया एसएसआर, यो युएसआर के भन्छ यो हारुनो साकुरा। अनि यो उजुमाकी नाटो एसएसआर, अनि यो जिराया युआर एक्सपेन्सन, यो उचिमारु एसएसआर।
ट्याग धेरै हो भएको भनेको राम्रो हो क्या एसएसआर 1010 1010 टेमारी भनेर यस्तो सुटाएको थियो यार मेरो साथीले देसी यो किलर बी एसएसआर यो पिआर भनेर छ यो पिआर भनेर के रहेछ यामानाका इनो अनि यसमा चाहिँ यति धेरै रहेछ 50 को 5 प्याकेटमा कति परेको अहिले चाहिँ म एउटा प्लास्टिकमा लगाउँछु मजाले पहिला मेरो पोकेमन कार्ड थियो कि स्कुलमा लिएर गएको थिएँ होइन सबै सरले लिएर जानुभयो अहिलेसम्म दिनुभएको छैन अनि यति धेरै थियो पहिला म त्यसलाई पनि प्लास्टिकमै लाउँथेँ राम्रै थियो बिग्रेकै थिएन जाम आमालाई प्लास्टिक भन्छु म बाहिर निस्किरहेको छु हिजोतिर मलाई लुगा मर्किरहेको थियो अनि आज म स्कुल गएको थिइनँ अनि ठ्याक्क कपाल काटौँ भनेर गएको थियौँ क्या आज हामी र ठ्याक्क धेरै भिड थियो अनि त्यहाँपट्टि एउटा थियो त्यो कपाल काट्ने उठो गरेर हिँड्छ आमा एउटा प्लास्टिक छैन झोला जस्तै सानो यो सबै राख्छु अनि आमा छैन माइनाले त अब दलालमा हिँड्ने मान्छेले त खान्छ नि अब त्यस्तै काममा हिँडे हुन्छ बाइक लान्छ ज्यान नपाउँछ साइसो गर्नु पर्यो कान फुक्नु पर्यो हैन त्यो काममा हिँड्नेहरूलाई त हामीलाई दिँदै हुन्छ अनि 25,000 खाएछ क्या माइलालाई दिएछ बुढा चाहिँले बाजीले चाहिँ अनि पछि कामै यहाँ छ हाम्रो प्लास्टिक नभनौँ न झोलै भनौँ अनि केही छैन भन्नको लागि छैन भन्नको लागि अरू हेलो गाइज मेरो हाम्रो यो मुटु झरिसक्यो ल गाइज अनि यसरी 3 2 1 बाई